टिकटक एकाउन्ट कसरी खोल्ने र टिकटक एकाउन्ट खोल्दा के कुरामा ध्यान दिनुपर्छ, यो भिडियोबाट पुरा टिकटक एकाउन्ट खोल्ने प्रोसेसिङ बताउँदैछु। यदि तपाईँ नयाँ टिकटक युजर र एकाउन्ट कसरी खोल्ने सोचिराख्नु भएको छ भने यो भिडियो तपाईँको लागि। टिकटक एकाउन्ट खोल्नको लागि यदि तपाईँ टिकटक युजर हुनुहुन्छ, अलरेडी तपाईँसित टिकटक छ भने पनि नयाँ एकाउन्ट खोल्न यसरी नाममा क्लिक गर्ने, त्यसपछि एड एकाउन्ट आउँछ, क्लिक गर्ने। यसरी एड एकाउन्ट गर्ने बित्तिकै तपाईँले यहाँ साइन अप लेखेको हुन्छ, अथवा फेसबुक, जिमेलबाट, इमेलबाट नि खोल्न सक्नुहुन्छ। अहिले म तपाईँलाई यहाँ फोन नम्बरबाट खोलेर देखाउँछु। फोन नम्बरमा जाने, सजिलोसँग आफ्नो फोन नम्बरलाई एड गर्ने। यसरी मैले आफ्नो फोन नम्बर हालेँ, त्यसपछि कन्टिन्यू गरिदिएँ। अब यहाँनिर तपाईँको फोन नम्बरमा ओटिपी कोड आउँछ। यो ओटिपी कोड अटोमेटिक सेट भइहाल्यो आफ्नो मोबाइलमा छ भने, अथवा वाट्सएपमा पनि कोड आउन सक्छ। अब यहाँनिर तपाईँले ध्यान दिनुपर्ने कुरा, तपाईँले यहाँनिर आफ्नो डेट चाहिँ एकदमै 18 वर्षभन्दा माथिको राख्नुपर्ने हुन्छ। यसरी तपाईँ आफ्नो उमेर चाहिँ 18 वर्षभन्दा माथि राख्नुहोस्। त्यसपछि यहाँनिर एकदमै ध्यान दिनुपर्छ। यदि तपाईँले गलत डेट अफ बर्थ राखिदिनु भयो भने तपाईँ लाइभ बस्न नि पाउनुहुन्न र तपाईँलाई धेरै समस्याहरू हुन्छ, गिफ्टिङ दिन पाउनुहुन्न, अन्य समस्या हुन्छ। त्यसपछि यो कन्टिन्यू गर्नुहोस्। त्यसपछि तपाईँलाई यहाँ पासपोर्ट राख भन्छ, तपाईँले पासपोर्ट राख्नुहोला। मैले यहाँनिर पासपोर्ट राखेको छु। अब यहाँनिर कन्टिन्यू गर्नुहोस्। त्यसपछि तपाईँले कुनै निकनेम राख्ने हो भने तपाईँले यहाँनिर राख्न सक्नुहुन्छ। जस्तो निकनेम भनेको युजर नेम भनौँ। अब जस्तो BUDDHI 6 राख्ने, त्यसपछि कन्टिन्यू गरिदिनुहोस्। अब हेर्नुहोस्, तपाईको नयाँ एकाउन्ट रेडी भइसकेको छ। अब हेरि यहाँ एडिटमा गएर अन्य कुराहरू तपाईँले एडिट गर्न सक्नुहुन्छ, प्रोफाइल लगाउन सक्नुहुन्छ। यहाँनिर क्लिक गरेर तपाईँले यहाँ सेट ग्यालेरी गरेर प्रोफाइल लगाउन सक्नुहुन्छ। त्यसै गरी यहाँ बायो लगाउन सक्नुहुन्छ। विभिन्न कुराहरू, एड लिङ्कहरू तपाईँले यहाँनिर राख्न सक्नुहुन्छ। युट्युब, इन्स्टाकाहरू यसरी खोल्न सक्नुहुन्छ।